हेलो गाइस गुड मर्निङ ओहायो गोजाइमास है आज चाहिँ देखो अनि काकोबाट हामीलाई चाहिँ होइन दोबुचेन लग्दैछ जूमा लग्दैछ अनि अब त्यहाँ जानु हिजोदेखि पानी जुत्तो परेछ रोकेको छैन यस्तो पानी पर्दा पनि लग्छ नेपालमा भए चाहिँ क्यान्सिल पोस्टपोन्ड हुन्थ्यो तर जापानमा त्यस्तो हुँदैन होइन अनि त्यहाँबाट जुत्ता पनि भिज्छ आदि त भिजिसक्यो घरबाट निक्लिने बित्तिकै अनि आजको सुरुवात पनि टक्क बिहान खासा खाएर भयो होइन अनि जाँदैछौँ हामी यहाँ देख्न सक्नुहुन्छ एउटा साथी अगाडि हिँड्दैछ अशोक हाम्रो भ्लगमा आउन सक्छ। अशोक चाहिँ आज फर्स्ट टाइमै मेरो भ्लगमा टक्क लगाएर के छ भनिदेऊ त कस्तो भइरह गएकोले किन यस्तो गरेर पानी पराइदिएन सो आज चाहिँ अब कस्तो कस्तो हुन्छ होइन फुल भिडियो म युट्युबमा हाल्छु हेर्नु होला लाइक सब्सक्राइब कमेन्ट गर्नु होला अब अरू केटाहरू आउनै बाँकी छ होइन अरू केटाहरू अब त्यहाँ रुममा पानी परिरहेको छ सनस्क्रिन लगाएर मेकअप गर्दैछ कि अब के भन्ने केटाहरू यस्तो औडा छ क्या जुत्तो पानी परिरहेको केटाहरू मेकअप सेकअप हानेर आउँदैछ केही नगर्ने चाहिँ म मात्र जुरुक्क उठ्ने मुख सुक्दिने टाप बसिरहेको सबनालाई आइगर निमु तिमी त खतरा पोज देऊ नि यार पोज पोज बाई 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 छैन लसेन्स कसको यो फेरि ए सब आउँदैछन् खुट्टाछु खासा उरिँदैछ यहाँको आजको अलिकति ह्यान्डसम बोय भनेको चाहिँ निमु हो हेलो हेलो म चाहिँ यसो लिएर हिँडेको छु 2 दिन वेलकम टु माई भ्लग यसो चाहेमा सम्पर्क गर्नु होला मेरो पछाडि देख्न सक्नुहुन्छ यार बेजत नहान न मेरो भ्लगमा आएर तिमी कस्तो लागिरह एकदम बवाल लागिरहेको छ होइन हाम्रो साथीकोमा चाहिँ के भन्छ लाइनमा एकदमै राम्रो राम्रो के रे भन्ने होइन भन न के भन्नु अरू त अब यति राम्रो राम्रो मान्छे हुँदा म एकदम खुसी भएको सो गाइस कसलाई मन पर्यो निमु होइन कमेन्ट डाउन बिलो होइन ऊ चाहिँ एकदम जापानभरिमै ह्यान्डसम चाहिँ उयो होला सायद सबैजना ह्यान्डसम पछाडिबाट अगाडिबाट ह्यान्डसम हो लाइन चाहिन्छ मान्छेहरू त पुरै नमस्ते भाइ भालो बसी लिबे त यो नाइदिने यस्तै चल्दैछ रमाइलो गर्दैछन् सिलमा इचिबान ह्यान्डसम इतो ब्रिङ्गारुजिन सो सबै यसरी भेडा बाख्रा जस्तो होइन पुरै हिँडिरहेको भेडा बाख्राभन्दा कम्ती देखाएको होइन आज सब हिँडिरहेको दामी भ्युज आइरहेको रहेछ ल फकाइरह हो निमु बिचरा यार केटाहरूलाई नफकाऊ है पुरै फकाउँदै होइन भारी पकाउँदै है सिकायो आज पैसा हाल्ने ठाउँ छ टक्क लाएर केटाहरूले पैसा हालेको छैन ओ निमु कता हो फेरि फास्ट हाल यार पैसा स्विटा चार्ज गर्दैछन् केटाहरू हेलो अब को मान्छे हो नेपाली चिन्दैछ का नेपाली यहाँ हो त्यो किपुमा जाऊ
अनि यो 200 180 को 180円でも大丈夫ですね。でも200円のだけやと。またしてらら。おでよ。てよが。पैसा हाल ल अब त्यहाँबाट मोबाइलमा थियो अनि किन हो त नि युएनमा टन्नै खा त नि ऊ किप्पु आयो किप्पु र ओचेरी लिएको आन्छौँ सो यस्तै हुन्छ होइन अब सुरुमा अलिकति गाह्रो हुन्छ हल्का अब यो जानिएन भने पनि गाह्रो निमेश कहाँ गयो यार त्यसो छाता बोकाएर मलाई चल्दिरहेको ल यहाँ हेर्नु त मेरो सब्सक्राइबरहरू 4 जना सब्सक्राइबर दुईजना अगाडि गए सब नेपालका चाहिँ ह्यान्डसम र ब्युटिफुल भाइ बहिनीहरू आछन् होइन जापानमा एक नम्बरको ह्यान्डसम चाहिँ यहाँ हिँडिरहेको छ कपाल झप्लाक झप्लाक पारेर यति ह्यान्डसम छ कता दौडिरहेको कुटुन्डुङ कहाँ गयो निमेशका तिमीहरूको देशको हो भनेर सोध न तेरो देशको हो भनेर सोध न निमु बोका बोका यार मेरो नि बोक्दैन नि त निमु यार ट्रेनको वेटिङमा हो ट्रेन कतिर आउँछ थाहा होइन सब यहाँ वेटिङमा हो बोला 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 अनि अरू लास लाग्यो लास लगाएर छोडिदियो बोला नि बोला तिमीलाई देखेर यहाँ 2-4 मा केटीहरूले मासु गऱ्यो तिमीले अनि के भाडा गर्ने काममा गरिदिएको खोज्दैछु नि तिमीहरूले केटी पैसा नलाग्यो त्यहीहरूलाई काम गरिदियो काम लगाइदियो यहाँ तिर भाइहरूको लागि चिने चाहिँ थिएन को हो होइन सिक्दिरा भनेर म्यासेज गरेर काम लाग्यो दुईजनालाई चाहिँ भनेर यो केटाहरू त्यहाँ ट्रेनमा बसेर यहाँ हाइहालो गर्दैछन् सब अहिले हाम्रो गएको मान्छेले ट्रेन भरिसक्यो यहाँनिर है प्रायोरिटी सिटमा बसेका कथा डिस्कस गर्दैछन् केटाहरू छ्या बेचत नगर न तिम्रो त म भिडियो ब्लग बनाएर हालिरहेको छु कहाँ काट्ने हो र क्या बोल रहा है भाई तू अल्लाह माफ नहीं करेगा भाई ऐसे बोलोगे तो सच में हाँ मैं यूट्यूब में अल्लाह का टैग करके डाल दूंगा सच में मेरा यूट्यूब है ना वो अल्लाह को ढूंढूंगा पहले यूट्यूब पे उधर टैग करूंगा नहीं मिलेगा सच में यसले सुन्छ कि यस्ता कुरा त त्यही भएर के म त मन सुनेर हल्ला सेवाई गरिदियो रे को सेवाई गर्नु पऱ्यो बुझ न दोस्त यार म भने त केटीदेखि चाहिँ 10 हात पर हो भनेर गनेर राख यति सानो मात्र यत्रो वाखै इतनीको त आइमास का 7 नम्बर एक्जिटबाट निक्लिने भनेर सिन्से अगाडि एड दौडे छ त्योभन्दा पछाडि एउटा साथी दौडिदिएछ अनि त्योभन्दा पछाडि म दौडिँदैछु मभन्दा पछाडि अरू केटाहरू दौडिँदैछन् केटाकेटीहरू होइन यस्तो छ कता अब एक्जिट
हाँ इसलिए ये गिंजा लाइन में बहुत पानी खोद गया था सबसे लाइन नहीं आता सच में वो भी तो नीचे है ना लास्ट में आया था स्पीच में लग रहा आओ आओ सबैजना इनाई तो ते आगे ते कुदासाई हो मिरान इनाई तो ते आगे ते कुदासाई 이나이 또 뭐야? so 아, 다이저브 됐네. 어? Look like this. Nana kelas bakal lucu dah. Kelasnya kayak sudah ini kutu-kutu lah, ini main dulu ini. Kelas komedi. Ini yang dulu ya. Kecil. Wide angle. Wide angle. So. Wide angle. 0. कता हरायो निमु निमु तिमी त हिँडै हराउँछौ त मलाई एक्लै नछोड न यार दोस्त मलाई एक्लै नछोड न हराइहाल्छ अरे म होइन एक्लै के सब लङ्के लङ्के होइन के बोल्छ सब के ज्यान हेर न ज्यान कत्रो कत्रो क्या सेगा थकाइ जोडी चाहिँ फेरि खत्रै जम्छ है यिनीहरूको नेपाल भर्सेस बङ्गलादेश हो के अरे यी कोप्परु हुन् त सो त्यसले जाऊ दे तो इमा cara अनि परेपछि कस्तो क्लिन देखिने क्या जहाँ पनि पुरै हरियो म त 2-3 चोटि आइसकेँ यहाँनिर अल्छी लाग्दो जूभित्र मात्रै छिराएन साकुरा फेरि आएको थियो यति भिड थियो यहाँनिर त्यो भुइँभरि बसेर खाँदै थियो यहाँनिर त्यो फोटो खिच्न पनि लाज लाग्ने गरी सबै वहाँ पारेर हेर्दो रहेछ अनि हामी यहाँबाट फर्केर अनि उता तल के अरे के पोखरी रहेछ नि उतापट्टि त्यो ठाउँमा गयो एकछिन बसेर घर गइदिएको आजको भिडियो चाहिँ सबभन्दा हावा मात्रै हुने भयो होइन सबभन्दा हावा भिडियो चाहिँ आजकै हुने भयो यहाँ यत्तिकै हावा तालमा हिँडेको होइन रिमु गयो यार एक्लै छोडेर एक्लै अब हिँड्ने हो ग्रुप पनि चित्त बुझाएन मलाई एउटा मान्छेसँग परेछ कसरी हात्यो भन्ने थाहा छैन कहाँ नेपालमा चाहिँ सोचिरहेको होला जापानको गएकोले घुमाउन लाग्छ अन्त त्यो चाहिँ होइन यहाँ पढ्नलाई लिएर आएको हुन आएको यिनीहरूले टक्क यहाँनिर लग्छन् जनावरहरू देखाउँछन् अनि त्यसको लाइफ साइकलको बारेमा चाहिँ हात्यो भन्नुपर्छ होइन नेपाल आई लभ यु या सो त्यही हो होइन आज चाहिँ हाम्रो गएको चिनिन्छ निनिन्छ सब लिएर आएको अनि छोटा छोटै दुईवटा क्लास बनाएर एउटा क्लासको एउटा सिन्सी लिड गर्ने अनि दुईवटा क्लास बनाएर एउटा ग्रुप होइन अनि त्यहाँबाट देख्न सक्नुहुन्छ हाम्रो सेन्से ऊ त्यहाँ अगाडि एकदम होची डल्ली सेन्से हुनुहुन्छ होइन बुटुङटुङ हिँडिरहनु भएको त्यो सेन्से अर्को क्लासको सेन्से पछाडि आउँदै हुनुहुन्छ होइन पानी हल्का हल्का परिरहेको सिन्सिङ अझै गएसम्म जनावर हेरेर गइन्छ सो अब अलरेडी हावै भएको आजको भिडियो चाहिँ होइन त्यही नै हेर्नु होला होइन हजुरहरूले देख्न सक्नुहुन्छ होइन आज चाहिँ यिनीहरूको जापानिज बच्चाहरू पनि टन्नै गएको छ जूमा घुमाउनलाई होइन तर निहङ्गो गएको पढ्नु भनेको त यो बच्चा पढे जस्तो हो क्या हामी पनि यिनीहरूको भाषा पढ्ने नेपालमा कख गएको पढे जस्तो होइन त्यस्तै छ बच्चाहरू टन्नै जूमा आएछन् पुगन द ओचेन
पक्का लाग्यो यस्तो छ तिनीहरू हामीले गएको कहाँ हुन् त्यहाँ के गर्दैछन् सेन्सेले तिनीहरूलाई यो के छ खोइ त अर्को भाइ के गर्दैछ त्यो भाइ के छ मेरो भाइ वेलकम टु माई भ्लग भाइलाई स्वागत छ ल हेर नयाँ दुईजना भाइहरू यस्तो ह्यान्डसम भएर आएन आज त के हो होइन त्यस्तो दाइलाई बिटार्ने तिमी जतिको ह्यान्डसम होइन यतातिर जाउँ हामी सँगै जानु पाइन्छ होला नि होइन जान पाइन्छ ग्रुप बना होला नि त तिमीहरूको ब्लॉगर आ गया हमारे पास ब्लॉगर आ गया ये कौन है मोखान पनि आइज है आज चाहिँ युट्युब च्यानलमा तिमीलाई त्यहाँको मान्छेद्वारा बनाउँछु है नमस्ते गरिदिउँ एकचोटि बास यतिको संस्कार चाहिँ केटाहरू जापान आएर पनि संस्कार चाहिँ बिर्सेर आएन होइन काम गर्दैन एउटा सोखाइहाल्थ्यो यतिको सजिएर कहाँ जानलाई फेरि भन्नु त यस्तो हो ल यतिको ड्रेसअप चाहिँ हुनुपर्छ तिमी होइन मेरो भ्लगमा छिर्ने बित्तिकै लक्की हो क्या त्यतिको लक्की कोही हुन्न क्या भ्लगबाट ननिकाल भनेको कामबाट निकाल्दैन निकाल्यो भने म लगाइदिउँला एउटा काम चाहिँ ल पानी परिरहेछ अब जूभित्र गुट्टुङ हाई सो यहाँनिर टिकटमा छाप लगाएर जूभित्र हिँडिसक्यौँ अब हिँडिसक्यौँ अब कता गएर के हेरिन्छ थाहा छैन सबै छोड्दै अब को कता कता घुम्ने थाहा छैन है गुटुङ जाउँ एक्लै घुम्ने अरे नाम्लो ल साथीभाइहरू यहाँ नेपालको हात्ती त होइन होला यो है भरुन् है नेपालले दिए नि हुनसक्छ यो हात्ती चाहिँ नेपालको रोनाल्डोको छोरा हुनसक्छ है यो चाहिँ एउटा कतारमा छ है दामी छ जम्मा दुईवटा हात्ती त रहेछ भित्र अब यार रोइरह हो कि हात्ती खेल्दैछ है हात्तीले ल यहाँ दुईवटा हात्ती दुईवटा छ यहाँ हाम्रो यहाँको जापानको दादा नै उयो हो अब बहिनी ऊ भइहाल्यो ऊ अर्को दादा ऊ भइहाल्यो सब के पैसा कमाउने दादा ऊ बहिनी त भए नि हिरो अनि 1300 त हाल्ने हो त होइन मैले मेरो फेस देखाएँ होइन नि त त्यही भएर ल नेपालबाट हेर्दै हुनुहुन्छ भने चाहिँ भन्नु है रोनाल्डोको छोरो हो कि होइन भनेर यस्तो हेर्दा त रोनाल्डो देखिरहेको छु मैले सो गाइस देख्न सक्नुहुन्छ हात्ती हेऱ्यो अब हात्ती पछाडि बाघ हेर्नु पर्दैन बाघको खोजीमा छौँ हामी होइन केटाहरू सब यहाँ हिँडिरहेका छन् कस्तो लागिरहेको भन केटा मेरो भ्लगमा आउन पाउँदा के बोलेको बाबु अलि राम्रोसँग बोल त ल हेर त केटाहरू त फेरि ह्यान्डसम भएर हिँडेछन् होइन यस्तै हो मसँगै पढ्ने हो कि यिनीहरू दुईजना पनि मसँग पढ्ने हो कि ऊ चाहिँ भर्खर आएको हो ऊ चाहिँ भर्खर आएको क्या त्यही एप्रिल आएको तर दामी पढ्दा खतरा टप छ क्लासमा यस्तो पढ्छ है गयो फर्स्टमा म्यानमारको क्लास ट्यालेन्ट हुँदैन बच्चा हुँदैन भयो 18-19 वर्ष कति भयो खतरा पढेर आउँछन् जस ट्यालेन्ट छ यिनीहरू लास्ट चाहिँ भेटीहरूको त बोली नै बुझ्दैन गर्छ के बोल्छ साइको बनाउँछ एज यु क्यान सी हामी अहिले चाहिँ पेन्गुइन भएको ठाउँमा आइपुग्यौँ पेन्गुइन धेरै त रहेन त कति हो एउटा दुईवटा तिनवटा गनेर 10वटा होला त्यति धेरै होइन सानो रहेछ पेन्गुइन पनि भाग्छ भन्दा होला हातमा पुरै पहेटामा पुरै त्यो के बाँधेर राखेको छ र अर्को चाहिँ फेरि यहाँ अस्ट्रिच रहेछ फेरि रातो अस्ट्रिच होइन नि यार सेट गमेन नि अस्ट्रिच चाहिँ होइन के माछी गाईमा यस्तो आयो अस्ट्रिच चाहिँ होइन यो के भन्छ खोइ मैले थाहा छैन के भन्छ चाहिँ होइन तर
दामी छ अब यसको सितन खाने मान्छे यहाँ छ हो सितन चाहिँ दामी हुन्छ भन्दैछ खै बकुला है के हो बकुला त सानो हुन्थ्यो नेपालमा थाहा हुनेले कमेन्ट गरौँ यसको नाम के हो मलाई त थाहै भएन जू घुम्न आएको यहाँ केही छैन है साथीभाइ खोइ के छ भन्थ्यो केही छैन बदल छ अरे आँखै नदियो यार कति सानो हो यो त मिठो हुन्छ होला है बदल है के हो जङ्गली कालो बनाएको मिठो हुन्छ होला बाहिर निस्कित माछा हो दुइटा जम्मा दुइटा अकेला मर्छ होला होइन सो गाइस यो चाहिँ पाण्डाको फरेस्ट हो होइन तर पाण्डा चाहिँ छैन यहाँनिर पाण्डा चाइनाले लगिसक्यो नभए चाहिँ यतातिर पाण्डा पाइन्थ्यो खोइ अब यो घरभित्र लुक्यो भए मात्रै हो बाहिरदेखि होइन सेन्चीहरूले पनि ल्याएर टक्क छोडिदिएको क्या गेटबाट भित्र छिएर ल जाऊ घुमेर आऊ तिमीहरूको हाप्यो हुन्छ फोटोसोटो खिच्ने ओर्ने के को बारेमा भन्ने त्यो सब किमेत्तै नै भन्दै थियो अब के हो यो अब अहिलेसम्म राम्रो केही देखेको छैन एउटा हात्ती देखेँ मैले अहिले त के देखेको थियो त्यो देखेँ त्यस्तै छ है खासमा चाहिँ मैले सिंहको भन्ने सोचिरहेको थिएँ लायनको लायनै छैन अरे अब जापानमा भयो त जङ्गलको राजै छैन अरे अब के गर्ने यो चाहिँ के हो रेड पाण्डा रहेछ है हेर्न सक्नुहुन्छ यु क्यान सी गाइज है सब पानी परेर सुतिरहेको क्या सब सुतिरहेको जस्तो पानी परेर भाग्यो अब म आउने चाहिँ भागो थियो अब निक्ल्यो है केटा अब बाहिर अघि भागेको थियो निक्ल्यो फेरि म आउने बित्तिकै भागो कि भनेको जम्मा एउटा मात्रै छ त के हो यस्तो यो सबै यिनीहरू त डिप्रेसनले मर्छ होला सिङ्गल भएर यहाँ मान्छे त सिङ्गल भयो भने डिप्रेसनले मर्छ बाघको खोजीमा छौँ होइन मेन भनेको चाहिँ हाम्रो आजको मेन इन्टेन्सन भनेको चाहिँ बाघ हेर्ने हो क्या बाघ हेर्न हाम्रो आज हात्ती त अब बाहिरै देखिहाल्थ्यो गेटमै थियो अनि खोइ सबै छ भन्थ्यो नहो भनेको एउटा जङ्गलको राजा सिंह चाहिँ छैन अरे अब चाहिँ सब छ अरे अनि पाण्डा पनि छैन तर कहाँ छ के छ थाहा छैन यति ठुलो रहेछ होइन अब पागल छ सेन्चीहरू उसलाई घुमाओ जा भनेर छोडिदिइहाल्यो छाता बोकेर हिँडेर साइको भइरहेको यो त ओभरै हो क्या कहाँ गएर के गरिने थाहा छैन कहाँ के छ सेन्चीहरू पुरै टाप होइन अब यस्तो छ है ठाउँ चाहिँ फेरि एकदम क्लिन छ है बबाल छ फोटो खिच्ने होइन फोटो बबाल आउँछ भने त म खिचिदिन्छु यस्तो छ होइन गाइज यहाँ केटाहरू फोटो खिच्ने अब फोटोसोटो खिचेर यहाँ चाहिँ हामी अगाडि बढ्छौँ यहाँ रहेछ अब यो जलगैँडा बिचरालाई त पानी पनि थोरै भइरहेको छ यो पनि सिङ्गलै रहेछ है साथीभाइहरू यिनीहरूले सबलाई सिङ्गल राखेको रहेछ है जापानले होइन जनावरलाई त अन्याय नै गरे है पुरै सिङ्गल राखेर होइन होइन डिप्रेसनमै जान्छ जस्तो लाग्छ कि सब सिङ्गल छ अनि ल एउटा जनावर चाहिँ के राखेँ होला एउटा हात्ती चाहिँ दुइटा देखेँ मैले अनि पेन्गुइनहरू 10-12 थियो अरू सब 16 छ होइन यहाँ चाहिँ दुइटै रहेछ है जोडी रहेछ ल यहाँ चाहिँ नभए चाहिँ 16 थियो यहाँ चाहिँ दुइटा रहेछ गाह्रो क्या खोइ के गरेको है सो गाइस कुनै जनावर चाहिँ सिङ्गल छ कुनै जनावर चाहिँ डबल पनि छैन ऊ यहाँ रहेछ ऊ एक सिङे गैँडा दुई सिङे गैँडा ल भ्लगमै छौ तिमी चिन्ता नगर के यो चाहिँ नेपालबाट ल्याएको हो किन यसको माथि फेरि जिराफहरू हुन्छ होइन ऊ हेर्नु सक्नुहुन्छ होइन खतरा सो मेरो पछाडि स्क्रिनमा देख्नु सक्नुहुन्छ होइन गैँडा पनि सोलै बसिरहेको रहेछ होइन तल बिचरा यिनीहरूको खै त्यो अनि त्यसको साइडमा जिराफले हेर्दैछ त्यहाँनिर गैँडालाई के त साथी भन्दै होला सायद जिराफले कताबाट लिएर आएको होइन गाइस कस्तो देखिरह मलाई देखेको छैन मलाई देखेको जिराफ दिनु पर्दैन क्या त्यो भ्लगमा चाहिँ होइन मलाई देखेको जिराफ देख्यो अहिले यस्तै हो होइन यस्तै छ होइन खासै भिडियो बनाउन आउँदैन खासै भ्लग बनाउन आउँदैन होइन म सिक्दैछु सिकारु हो लाइक सब्सक्राइब गर्नु होला टिकटकमा फलो गर्नु होला होइन टक्क लाएर ल हेर्नु यो डिप्रेसनमै छ जस्तो छ यो दुइटा जिराफ पनि कोही छैन साथी नै छैन
होइन फेरि घरभित्र रहेछ होइन के छ देख्न सक्नुहुन्छ कछुवाहरू रहेछ होइन कछुवा गोहीहरू पाउने रहेछ टक्क आएर भ्लग हो कि थाहा पायो यार त्यो जुम सुम गर्ने होइन कि माछा रहेछ थाहा के भन्छ तिमीले यो माछालाई अब यता माछा भन्दा पनि यहाँ कछुवा र गोही हेर्नुपर्छ हौ कता हो त यार कछुवा खोइ अनि माछाकै रहेछ यस्तै यस्तै छ गाइज होइन यहाँ रहेछ ठुलो ठुलो माछाहरू माछा हो त यो माछै हो यो चाहिँ अस्ति हामी उता गएको जस्तो रहेछ एउटा कछुवा चाहिँ रहेछ है ल 7-8वटा कछुवा होला भनेर सोचेको यहाँ एउटा कछुवा रहेछ यो पुरै बिचरा के खाँदै हो कि के गर्दै हो बाबु सन्चै छौ नि तिमी एक्लै रहेछौ जोडी छैन बाबु बाबु पनि डिप्रेसनमै छ जस्तो छ बिचरा गाह्रो बाबु निदाए जस्तो छ है अब अहिले चाहिँ हामी आएको भएर पुरै पोज दिइरह सुतिरह बाबु साथीभाइ हो दामी त यता रहेछ नि त खतरा खतरा त यी यहाँ त 4-5वटै है अघि त्यहाँ चाहिँ अलिकति अब खै के हो त्यो कस्तो खालको कछुवा हो जम्मा एउटा दुईवटा थियो त्यसमा चाहिँ टन्नै रहेछ है देख्न सक्नुहुन्छ होइन टक्क लगाएर माथि माथि आएर यहाँ नाच्दै हो कोही एउटा सोलो पानी यदि थोरै है कसरी सब्सक्राइब हुन्छ जस्तो लाग्छ होइन सब सोलो राखेको छ यार जापानमा सबभन्दा ठुलो यहाँ रहेछ नि त डन यो चाहिँ अघि नगएको सबको हजुरबा होला सायद यति ठुलो हो है खाइरह मस्त कति ठुलो हो अजिङ्गर रहेछ होइन यो अजिङ्गर चाहिँ सेम एज यस्तै अजिङ्गर चाहिँ यो मान्छेले समाएको छ ल हेर्नु त त्यो अजिङ्गर योभन्दा ठुलो छ यो मान्छेभन्दा उसले समाएर ल गाई यदि बिलिभ गर्नुहुन्छ भने चाहिँ कस्तो भएको थियो भने चाहिँ कमेन्ट गर्नु गाउँमा हुँदा चाहिँ बाँस भन्नु बुझ्नु होला हजुरले बाँसको ब्याम्बो ब्याम्बोमै झाङमा झाङ झाङमा चाहिँ उसले चाहिँ बिरालो खाएर चाहिँ बसेको थियो त्यति बेला चाहिँ हामीले चाहिँ उद्धार गरेको हो बिरालोलाई उद्धार गरेको कि अजिङ्गरलाई उद्धार गरेर पठाइदिएको भन्छ यति धेरै पापी रहेछन् कि है बिरालोलाई चाहिँ अजिङ्गरलाई खान दिए मारिदिए यिनीहरूले बिचरा त्यस्तो राम्रो बिरालोलाई अनि अजिङ्गरलाई चाहिँ समाएर पठाइदिएछ भन्छ भयो त गाई जस्तो भएन है तर नेपाली हो आँटिला हुन्छ है हाइट मात्रै यति सानो हो हेर्दा मात्रै गान्डी हो अजिङ्गर समाएको भन्छ कति आँटिलो होला त म अजिब देख्छु यो नि कछुवै हो कि के हो यो कोही सानो देख्छु कोही ठुलो देख्छु कोही पानीमा देख्छु कमेन्ट गर्न के हो यो होइन साइको लागिरह यहाँ फेरि माछा रहेछ सुन टल्किरह आरोवाना आरो हेरो होइन एसियन आरोवाना बाबु तिमी पनि सिङ्गल हो सब सिङ्गल छ है बिचरा माया लाग्यो यार यो सब देखेर चाहिँ सब सिङ्गल रहे बिजक यहाँ सर्वजी हुनुहुन्छ सुतिरहनु भएको नाम के हो यो यहाँ रहेछ यो नाम पनि अर्को सर्प पनि छ त है त छैन त्यहाँ क्यालिफोर्निया किङ स्नेक छैन त खोइ त अरे देख्दै सब सुत्यो भने पानी पर्नु हो कि म आएर हो कि सब सुतिरहेको गाई चाहिँ के भयो यस्तो यो म आएपछि त टक्क जुरुक्क हेर्नु अर्को सर्प रहेछ यहाँ दामी रहेछ यो त फेरि जाउँ घर लिएर जाउँ घर लाउनु पर्छ कि हो हेलो दामी छ दामी युरोपियन रहेछ यहाँ रहेछ अर्को फेरि यहाँ लिजर अर्को त फेरि राजै पारामा बसिरहेको रहेछ यहाँ हेर्नु डम पारेर बसिरहेको छ हेरौँ है साथीभाइ यतिको खतरा चाहिँ हुनुपर्छ क्या मस्त क्या ल यो त डल हो कि के हो बाबु जिउँदैछौ त जिउँदै होला या त्यो डल त होइन होला खतरा है जोत्तो पानी परिरह होइन आजको यहाँ जोत्तो भइरह यहाँ अब जनावर हेर्न आएको अरे
पागल पारेर यहाँ हिँडेछौँ होइन कहीँ केही देखिन्न फाटो फुटो एउटा दुइटा छ त्यो पनि सोलो छ क्या सिङ्गल छ हेर नि दया माया लाग्दो छ गाह्रो छ त्यही हो अब सब साथीहरू त गए म र अलिअलि विचारमा साथीहरू अगाडि अर्को ठाउँतिर हेर्नु रहेछ होइन खासै त्यस्तो केही देख्थेन त्यत्रो आकाश गएको साथीहरू कोही भेटिन्न यार कोही कता पुग्यो त्यस्तो भयो क्या भित्र आएपछि जो कता गएर घुम्नु पाइयो भने भएर चाहिँ सबै सोलो हिँडिराखन् अब देख्न सक्नुहुन्छ अब यो हाम्रो रुमको दुईजना डनहरू अगाडि हिँड्दैछन् अरू केटाहरूमा भन्नु बसेछन् अब हाप्यो भन्नुपर्ने ग्रुपको साथीहरूको कहाँ थाहा छैन कसले के को फोटो खिचेको पनि थाहा छैन के भनियो पनि थाहा छैन होइन त्यस्तै छ त्यही जहाँबाट इन्ट्री गरेको त्यहाँनिर पुग्न लाग्यो त्यहाँ चाहिँ टाइगरहरू छ अरे भन्ने कुरा सुनेर यसो टाइगर हेर्न जाँदैछौँ दस साथीभाइहरू हेर्न सक्नुहुन्छ यहाँ एउटा पोलर बियर रहेछ होइन बाबु यता हेर पोज देऊ पोज खतरा है पोलर बियर जम्मा एउटा आएर रहेछ पानी झैँ यहीँ परेर बाहिर बसिरहेछ अनुहारै निकालिदिएको बाबुको दामी छ है पोलर बियर एउटा सब एउटा देखेर चाहिँ लास्टै दया लाग्दो छ है जेलमा आए जस्तो भयो कि यता जम्मा एउटा यिनीहरूलाई नि त बोल्ने साथी चाहिन्छ होला नि होइन यिनीहरूलाई नि त नि बोल्ने साथी चाहिन्छ होला नि त नि होइन सब सोलो छ हेर न म सोचिरहेको छु थापालाई चाहिँ त्यहाँ सँगै लगाएर राख्ने कि अनि सोचिरहेको छु ल गाइज कमेन्ट गराउँदा यो उतापट्टि छाता बोक्ने मान्छेले त्यहाँ राख्दा कस्तो होला पोलर बियरसँगै बस्छ थापा यहाँ फेरि हेर्दैछ अब हेलो हेर्न सक्नुहुन्छ यो के हो पुरै सुतिरह यो त भालु होइन र त्यो त भालु हो क्या पुरै सुतिरह यो पनि एक्लै छ पागल गरेर के अनि त्यसो के गर्छ यिनीहरूलाई जाउँ तलबाट हेरौँ यो भालुलाई अलि ल यो चाहिँ अब ट्याक्क लगाएर अगाडिको भ्यू होइन यो भालु हो यो ओकाइदोबाट लिएर आएको ब्राउन बियर अब त्यो हेरेर देखिहाल्यो अघि माथिबाट देखिहाल्यो यसको जिउ अब अगाडिबाट देखिहाल्यो खोइ के हो एक्टिभ नै छैन त बसेछ थापासँग खेल्ने बाबु थापासँग थापा के हो तिमी त्योसँग खेल्न जाने भित्र थापालाई त बिच उठ्छ होला यार त्यसलाई त्यो भालुले चाहिँ होइन त्यो बिच उठ्छ होला थापालाई गयो भने त मलाई पनि चुट्छ होला के भयो नि हेर के हो यो फेरि कालो कालो हो खोइ भालु त भालु नि हो यो कालो भालु एक्लै जस्तो गाह्रो हुन्छ है थापाको जस्तो छ ज्यान त एक्लै जस्तो गाह्रो हुन्छ गाह्रो भइहाल्छ नि एक्लै यिनीहरूलाई त बोलीमा साथी चाहिन्छ होला होइन डिप्रेस हुन्छ होला यिनीहरू त यताउता गर्दै बिचरा अब चाहिँ हामीले टाइगरहरूसँग पुग्न लाग्यो होइन खोज्दा बल्ल भेट्यो गोरिला र टाइगर छ अरे त्यहाँनिर लेखेको छ बोर्डमा अब के छ हेरौँ भन जे पाएँ त्यही नबोल है अहिले धोबी हान्छु नि मैले थाहा भयो थापा फेरि सिङ्गरै बनिसक्यो गाह्रो साथीहरू गोरिल्ला हो यहाँ चाहिँ गोरिल्लाको सन्तानै रहेछ पुरै खेलिरह यिनीहरू चाहिँ खुसी छ गोरिल्ला हो गोरिल्ला अर्को ठुलो गोरिल्ला चाहिँ कता गयो त ल देखियो है गाइस बाघु ठुलो रहेछ बाघ अल्छी बाघ रहेछ सुत्यो यार त्यो त टाइगर बाबु यता आऊ थापा जुत्न जाने त्योसँग पन्जा लडाइँ गर्न जाउँ त्योसँग दामी छ है बाघ के हो यो त सिसा पुछ त यार त्यही भएर ल राम्रो देखेँ दौडिरह है बाघु बाघ बाबु बाघ बाबु आऊ पन्जा लडाइँ खेलौँ
सिंगल सिंगल ओए कति सानो हो बाघ चाहिँ फेरि है अनि कति दुब्लो वाला रहेछ यार बिचराहरूले खानै दिएन होला अनि तिम्रो मासु काटेर हाल्देऊ त तिमी हातै काटेर हाल्यो भन मेरो मासु आ म यसैको मासु लिएर बिचरा बहिनीलाई त एकै गाँसमा खान्छ होला है त्यो बाघले बाघ जत्रै छ बहिनीहरू पनि टाइगर बाबु ऊ जुधे 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 ऊ खेल 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 हान 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 फाइट खेल्दैछ नि होइन अरे सपना दिदी फेरि फाइट हान्दैछ नि यहाँनिर बाघहरू यहाँ खतरा टाइगर फाइट भएको थियो फेरि भागिहाल्यो तीनटा छ होला एउटा दिदी त जुत्दै खानु तीनटा छ कि एउटा छ अझै बाघ चाहिँ अलिक धेरै है जुत्दै खाने बाघहरू कता कता भाग छ यार यो पनि सिसाभरि पानी परेर केही देखाएन सो हेलो गाइस फाइनली बाघ पनि देख्यो है यहाँ बहिनीहरू पनि बाघ देख्यो होइन ऊ यहाँ बाघहरू कस्तो लाग्यो रमाइलो लाग्यो के भन्नु त ठुलै छ है बाघ नेपालको बाघ भन्ने चाहिँ सानो छ यहाँ बच्चाहरू टन्नै छ नि जापानिज बच्चाहरू पुरै यो के हेर्न आएका हुन् पनि उनीहरू पनि बाघै हेर्न आएका होलान् हामी पनि बाघै हेर्न आयो फाइनली बाघ देख्यो अघि चाहिँ प्र्याङ्क गरेँ कि भन्ने लागिरहेको थियो होइन अब त्यो 3टा बाघ चाहिँ रहेछ तर एकछिन त खतरा जुत्दै थियो होइन के हो ऊ यहाँ पनि रहेछ ऊ हेलो टाइगर भैया हाई हेलो टाइगर यसले कस्तो खाला जस्तो आइज 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 तर म जुधौँ बाघलाई बोलाउनु पऱ्यो फाइट खेल्नु भाग्यो यार डरायो मदेखि ल साथीभाइ यो डरायो यार बाघ त मदेखि ऊ अर्को रहेछ उता फेरि फाइट खेलौँ भनेको भाग्यो यार बाघै सेट छु भन्दै थियो ओइ 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 भाइ फेरि भाग्यो डराइराखेको यो मसँग फाइट खेल्नलाई भाग्छ यार फाइट खेलौँ भनेको टाइगरसँग केही हुन्न बाल भएन क्या अलिअलि हल्ला नर्किने बाघै आउँदैन अनि त्यो अलि हल्ला हल्ला गऱ्यो भने चाहिँ बाघले सोध्छ होला क्या मान्छे आयो अब यिनीहरूसँग जुत्न जानुपर्छ भनेर त्यही भएर दौडेर आउँछ नभए त सिसा उठेर आयो भने त म फेरि एकै सडमा ढाल्छु नि फेरि थाहा बाघलाई भाग्यो यार बाघे छ्या जुत्न आएको रे आउने बित्तिकै भएको छ मसँग जुत्छु भन्दै थियो अघि आउँछ भागिहाल्छ यस्तो हेर्छ होइन अनि आइज भाइ आइज 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 यता आइज माथि चढो फेरि मसँग जुत्न आइज भनेको भाग्छ यार बाघे के भयो होला त बाघ डरायो यार मदेखि सेट सो गाइज अब यता चाहिँ सारू सान रहेछ है ल सारू बहिनी यता हेर त बहिनी यता हेर ल ऊ पनि सारू ऊ पनि सारू लजा यार दुबैजना सेम सेम यस्तो छ होइन बिचरा रिसाइरहेको छ है खोइ दुईजना सारू आएर रिसा है के बहिनी ए हाम्रो सारू बहिनी आएर रिसाएको छ है यो बाँदर चाहिँ ऊ रिसायो कि क्यामेरा पुसेर गर न इन द भिडियो सो गाइज यो हेर्दाखेरि चाहिँ यो चाहिँ बिचरा होइन डिप्रेसनमा छ जस्तो लाग्यो यो चाहिँ अब यसको ब्रेकअप भयो जस्तो लाग्यो होइन सारू बहिनी सोधा त ब्रेकअप भएको कि त्यसलाई हेर त पुरै रोइरहेको बाबु अर्को एउटा फेरि यहाँ माथि छ ऊ हेर्नु है त एउटा सारू दुईवटा सारू अनि हाम्रो अर्को बहिनी सारू 3टा सारू भागो भागो कस्तो जस्तो छ बाबु किन डरायो र अनि आउनु न यता आउनु त्यही कस्तो झसङ पार्दो रहेछ यता आयो भने पनि ऊ यहाँ हाम्रो बहिनीले रोकिहाल्छ नि म त यो आजसम्म देखेको थिएन ल हेर्नुहोस् गाइस आजसम्म नदेख्ने मान्छे यही बहिनी हो होइन ट्रेन जापान आएर देख्नु जापान 18 लाख तिरेर सारू हेर्न आएको रे थाहा पाएको चाहिँ देख्छ यार ल एउटा सारू अर्को सारू यो झम्टेको चाहिँ सारू बहिनीलाई झम्टेको उसले के सोच्यो भने मलाई चाहिँ भित्र थुनेर उसले चाहिँ बाहिर राख्यो भनेर सोच्यो बाबु बोलाउ त बहिनी के त मेरो बेबी जस्तो रिसाउँदो रहेछ आनन्दले यसो भन्नु कि भिडियो गराउनु हेर त बेबी हेर त बेबी तिमी जस्तो फाइनल्ली अब आजको दौड उसियान पनि गएर आयो होइन एकदम धेरै थियो त्यस्तो खासै राम्रो त भएन यहाँले अहिले भिडियो सिडियो बनाएछु अब एडिट गरेर आजै हाल्छु होइन लाइक सब्सक्राइब गर्नु होला होइन थ्याङ्क्स फर वाचिङ
आजको दिन चाहिँ अब पानी परेको परेछ यत्तिकै जाने भयो अब घर जान्छ खाना खाइन्छ सुतिन्छ त्यही नै हो होइन आज चाहिँ नथिङ केही पनि त्यस्तो स्पेसल भएन है त्यही भएर